नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई कथा डायरीमा। आज म हजुरहरूलाई बुद्धिमान भ्याकुतको कथा सुनाउन गइरहेको छु। धेरै पहिले कुनै तलाउमा दुईटा भ्याकुता बस्थे। तलाउमा प्रशस्त दाना पानी थियो। ती भ्याकुता खुसी थिए। तर गर्मी सुरु हुन थालेपछि तलाउ सुक्न थाल्यो। सुक्न थालेको केही दिनपछि त तलाउमा कति पनि पानी बाँकी रहेन। ती दुवै भ्याकुता पानी भएको तलाउको खोजीमा हिँडे। हिँड्दा हिँड्दै तिनीहरूले एउटा इनार भेटे। तिनीहरूले इनारको किनारमा बसेर इनारभित्र हेरे। इनार गहिरो भए पनि प्रशस्त पानी थियो। इनार देखेर एउटा भ्याकुतो अत्यन्त खुसी भयो र भन्यो, यो इनार हाम्रा लागि अति सुरक्षित छ। पानी पनि मिठो र शीतल हुनुपर्छ। हामी यही बस्नका लागि इनारमा पसौँ। अर्को भ्याकुतो बुद्धिमान र दूरदर्शी थियो। उसले भन्यो, त्यसरी हतारिनु हुँदैन मित्र। हामी बसेको तलाउ सुकेर त्यसलाई छोड्नु पर्यो। अर्को इनारमा कुद्नुभन्दा पहिले हामीले एउटा कुरा सोच्नु पर्ने हुन्छ। तलाउ जस्तै यो इनार पनि सुक्यो भने हामी कसरी बाहिर निस्कन सक्छौँ? पहिलो भ्याकुतोसँग यसको कुनै जवाब थिएन। यो कथाले के सन्देश दियो भने पाइला चाल्नुभन्दा अगाडि हामीले धेरैचोटि सोच्नुपर्छ, गहिरेर त्यसलाई विचार गर्नुपर्छ, अनि मात्र अगाडि बढ्नुपर्छ, अनि मात्र सफलता प्राप्त हुन्छ भन्ने सन्देश दिएको छ। त्यसैले साथीहरू, हजुरहरू पनि पाइला चाल्नुभन्दा अगाडि धेरैचोटि सोच विचार गरेर मात्र अघि बढ्नुहोला, अनि मात्र हामी सबैले सफलता पाउन सक्छौँ। हजुरहरूलाई यो कथा सुनेर कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला, अनि सब्सक्राइब पनि गरिदिनुहोला। धन्यवाद।